Hello guys, welcome to the back my new vlog and first vlog. आज चाहिँ म गाउँतिर किम्मु खाना गइरहेको छु गाइज। मेरो बुढो घर जाने छु। आबैहरुको घर चाहिँ धेरै किम्मु बलिरहेको छ। हेर्न सक्नुहुन्छ गाउँमा म देखाइदिन्छु सबै। यो चाहिँ मेरो बुढो घर हेर्न सक्नुहुन्छ। यो त्यहाँ आबै हुनुहुन्छ। यो भान्से दिदी तँलाई बहिनी आबैले चिया खान लाउनु आएको छ। अब म ढिलो नगरी किम्मु खाना गइरहेको छु गाइस। हेर्न सक्नुहुन्छ। म पुरा भिडियो देखाइदिन्छु है ल। हेर्न सक्नुहुन्छ गाउँतिरको किम्मु। कालै भएको छ नि त पाकेर। हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै छन् बुटाहरू पनि। मिठा गाइज होइन। हेर्न सक्नुहुन्छ है गाइज। वाह क्या बात है यार। मिठा छन्। म चाहिँ उताको बुटो सकेर चाहिँ अब यता काम आएको छु। ओ कन्छाबा के गर्नु छ? अहिले चाहिँ खाना बनाउन लाउनु आएको छ गाइज। हेर्न सक्नुहुन्छ। ल हानिदिन्छु। रमाइलो माहौल छ गाउँतिर। गर्न सक्नुहुन्छ। यो गाउँमा प्याज चाहिँ सहरका भन्दा कडक भएका छन्। म चाहिँ अब यो बुटामा यो चाहिँ बहडाको बुटो। यो चाहिँ निम्बु साना साना दाना हालेका छन्। युट्युब च्यानलमा ढिलो नगरी खानातर्फ लागिहालौँ। सानो पिरेको
धेरै ओभर पनि खानुहुन्न ओभर खायो भने के हुन्छ तपाईलाई थाहा होला असाध्यै मिठा यदि खाना चाहनुहुन्छ भने नारीकोटमा आउनु होला अति रमाइलाको साथ खाउँदा के अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेरै जानु होला वाह यार ओके आजलाई यति नै भोलि भेटौँला अर्को भिडियोमा बाय बाय लभ यु सो मच